सेवा नमस्ते। आज चाहिँ हाम्रो माइलो भिडको बर्थडे परेकोले हामी घर फ्यामिली सेलिब्रेट गर्दैछौँ गाइजहरू। अब हामी बर्थडेमा के खान्छौँ त सब हाम्रो बर्थडे सेलिब्रेटको चाहिँ ट्रिट दिनुभएको छ हाम्रो माइलो बेराजुले। थ्याङ्क यू सो मच। हाम्रो चाहिँ बेमाइलो भेनाको सेलिब्रेट खाने हरा यस्तो तपाईको प्यारो जोय भनेको हैन खानाहरू रेडी भइरहेको छ। अब हामी स्टार्ट गर्छौँ गाइजहरू। हाम्रो बर्थडेको यस्तो चाहिँ माइलो भेनाको बर्थडेको सेलिब्रेट खानाहरू रेडी भइरहेको छु। ल हाम्रो अब बर्थडे सेलिब्रेट हुँदैछ। हाम्रो सब परिवार भौतिक रूपमा सँगै नभए पनि मन चाहिँ हाम्रो सँगै छ अरे। ल अब हामी अब बाँड्नुपर्छ खानेकुरा। अब तपाईँ भिडै भएन आज अहिले मात्र हो। जोइहरूलाई दुईजनालाई दिनु नि। कोही हाम्रो जनताहरु कहाँ यो पनि खान्न सबैले मिलेर। मैले मिलेर ल्याएको दुईटा फाल्टे स्वाद। हाम्रो माइले जाको बर्थडे अरे अस्ति माथि भाइहरुले कुदिरहेको चाहिँ छिडाछि तपाईको काम तल घरमा छ दिएको आकाशमी हैन आकाशमाडी बलागन अब खाने यसो बेलामा मिठो भगाउनुमा के त बनाएन खाने हो। यो सबै स्वाद न त्यो एउटा भोटेले जस्तो काँदालाई पर्खिरहेको हुन्छ मान्छेले हैन। एकदम सजिलो भयो। साह्रो खेचिस नि ठुलो मान्छेहरूलाई नदिकन एकैचोटि निकालेर कम्मै खान्छन्। मलाई करायो सानो म भिडियो बनाउँछु हैन। कुकु पनि त्यस्तै भजाइदिनु त्यस्तै गर्छ। साइलेन्ट भर्ता सिसी नगरिकन कहाँ मुखमा हाल्दैन अरे ओराले मुखमा हाल्दैन। सानो मान्छे हाल्नु पर्दैन त। कुन हो भेज कुन हो त तिमीले खेलाएर हजुर तिमी के मासुको बात मासु चिप्दै खाइदिनु क्या। पुगेन नि 1 घण्टा पर्खिनु म बरु नाम बस्ने चाहिँ निकाल्नु यसलाई एउटा प्लास्टिक ग्लासमा पानी पानी देऊ न। भाउजू त बदल जाने त्यो फिल्टर पानी हो तातो हैन। नबोलाउनु न कहाँ बोल लुकाइ हाल्नुपर्छ। जुवाइहाल्यो यहाँ दिनु न गिलास ल्याइदिएको अन्त त नि थाहा पनि जुवाइले यहाँ दिनु दिइसकेको होइन यहाँ नामलाई के खाना हाल्दिन्छु ल यो अचार हो अचार त्यही तान्नु ल यिनी छेउछेउमा लाउनु। हजुर आमालाई अब हामी तिनजना गएर खानु त आपालाई गरम यहाँ खानु न त सुतेर खानु। भएको हजुर दिया। याङ त अनितालाई एक टुङ देऊ न। अचार खानु अचार तल मैले दिएछु सो त्यसै खाने बित्था यता दिनको 50 किलो बेच्दो रहेछ त याङ त। सोध्नु भएको कति बिलो छ भाइ आम्मा अस्ति नै यहाँ हामी बोनेको थुपाले खानुहुन्छ न
बिरामी निकाल म त भइहाल्छ अब भात खाइँदैन भातै हो के को भात खानु त नगर बाबा तिमी जानु हो बर्थडे नम्बर बर्थडे मनाएर एउटा भाइले बियर किन्दै ए बाउलाई खाँदैन आन्टीबाट बिरामी हुन्छ तिमीसँग छैन त्यो नखानु ल बिहान बिहान नखानु न गाडीको दाम यो खाँदा आइहाल्छ नि सल्लै साथले ल भोलिपल्ट खा बिरामीको होइन होला हामीले त खान थाल्यौँ बन्द नगरेको म भन्नु आपा भने त नि आपा भन् म भनिन सर हेर्न तैँले त उषा त भन्नु उषा त भने म त देखिरहेको अब बिरामी खान्न के गर्नु के हुन्छ अलिक भात खानु मलाई एउटा पानी बोतल देऊ न भाडा त बिरामी खान दिँदै गरेको भए हुन्छ नि होइन हुन्छ नि सँगै खानु बाल्यो नि त एउटा भाँडा खानु त्यसमा चिसोहरू यहाँ छ पुगेन भने अहिले खानेका चिसोहरू आमा गर्नुभएको मोमो अब चिसो एउटा कोकले नि कोक यहाँ माखा भनेर मगाउन छैन मैले एउटा मात्रै बोक्राएँ भाइलाई यहाँ थालमा भाइ यहाँ सारेर खानु हुन्छ नि भाइ त म एकछिन खाम न दिनु होइन भरे पुगेन भने त्यही नि हालौँ न के चाहिँ धेरै खान सक्दैन दिन लाउँछ बिरामी खानु खेलाउँछ कि मिल्दैन ए ठुलो थालमै खाने सजिलो पिज्जाले हामीलाई सजिलै आयो एउटा स्टिलको थालमा ल्याउ न फोन लक भएछ आउँछहरूले नखाने भन्नु नि त कसको फोन भाइलाई होइन हुन्छ त सँगै खाऊँ न भएन नि यताबाट नि सेयर गरौँ भनेको त मलाई के पर्ने होइन तिमी आधी खाँदै गर न के कति छ अनि थाल ल्याउ न त होइन हुन्छ त एकछिन खाऊँ न खाऊ न त अब तपाईँ यता खान्छ नि त दिनु है बस्दा राखे भयो खाना खानु भित्र पो बो अन्त हाल्दै हुन्छ भएर एउटा चम्चा चम्चा मुनि खा छैन त अर्को यहाँबाट भेट्छ चिसो हो भन्छु मजाले अन्त सानो प्लेटमा दिन्छ नि त्यसमा खाऊँ न हामी चाहिँ यहाँ साइडमा भेडालाई यो लगाइदिउँ अनि हामी चाहिँ आधी एउटा यसमै खाँदा हुन्छ अनि आधी यहाँ लगाएर चम्चीले अब ल्याउनु जाँदा खेर पो जान्थ्यो अनि यताबाट पनि थप ल ल यहाँ थाहा भयो तिमीलाई आमा र त्यहाँ तिमीलाई थाहा भयो प्लेट थाहा भयो ल तिमीलाई म त अगाडि अझै थप्नु भन्छ नि कहाँ अस्ति केटाले बर्थडे गरिदिएर आमामा आएर केटाहरू अनि सुनाइरहेको होला त मेरो बर्थडे रायता यो दुईजना भाउजू र दुईजना यहाँ हालेर खान्छ यो के को मासुको मासु चिकनको अब र म यहाँ खानु प्लेट छैन मासु यहाँ हालौँ अनि यहाँ हालेर खाऊँ ल म त बर्थडे यही तपाईँ म साइडमा लानु हामी त हामीलाई दिन्छ अब हामी तिनजना चारजनाको खानु ओ कति खानु तिनजना लाग्यो हामी खान्न यता लिन तिनजना त्यहाँ खानु चाहिँ यो अलिक साह्रो भने त्यसले खानु त्यसमा आज हुँदैन यो नि सरकाउनु कसले भन्छ कसले खाइसक्छ रायता हाल्नु न अहिले दहीसँग चाहिँ कम चम्ची पो हाम्रो चम्ची को लागि हो तिमीलाई खोइ त म यो एउटा केमा खान्छु यही खाने ए यहाँ दिनै त यही खाँदा हुन्छ भाँडा देख एउटा गिलास खोइ रहेछ छिटो हुन्छ हौ प्लेटमा हाल्नु यति यो चाहिँ भेज थियो भाइ कोकोलाई भेट बिरयानी पनि लोकिदिन्छु होइन उसको लिनु नानीको बर्थडे ऊ एउटाको छ त नपकाउनु चाहिँ तपाईँले भेज दिनु भएछ नि भेज त यो भेजै हो यहाँ पनि छ गोर्खाहरू लिनु लिनु के हो के हुँदैन खा लिनु लिनु हुन्छ हुन्छ यहाँ छ यहाँ पनि हामीलाई ठुलो पनिर भेज हेर्दा यो मासुको हो नि मासुको छ त त्यो पनिर हो चाहिँ पनिरको ला पनिर हो न लिनु लिनु पनिर हो अरू छ पनिर के हो त खाइस होइन मलाई त हुन्छ यो यति खाइन्छ पुग्छ के क्या बाबा पा यहाँ छ पा ऊ एक भाडा चाहियो खाने नानी मासु यो जुगाउनु ल भाइले त्यसो होइन होइन हुन्छ त लिनु लिनु यहाँ छ मलाई त्यति धेरै खाँदिनँ मैले दिएको छु अझ गाई म त अलिक कम अचार लाएर खाऊ लिनु लिनु खाँदा हुन्छ भन्छु मैले नै मिलाएर खाएँ। त्यो 3 जनालाई पुग्छ त एउटा
यो त 4 जनालाई हो एउटा लिन अफ हुन्छ 2 जना त नखाऊ छ अझै हामीले राख्नु न हैन दिदी कोक माग्नु कोक लिएर आइज कोक कोकोला आपालाई बियर अन्तला डायमन्ड बियर खान्छ कोकोला कोकोला माग्नु स्पेट ल्याउ न बियर खाने 240 मा दिन्छ बोलो खाँदैन स्पेशल भानिस के ल्याइदिनु बियर ल्याइदिनु त ल्याइदिनु चिसो होइन बाहिरको दुईटा ठुलो भाइलाई एउटा उहाँलाई एउटा मानका तिनटाले भन्छ बाहिरको ल्याइदे नानी तिनटा ल्याउ न स्पेशल भानिसको 240 मा पाउँछ ठुलो कोकोला लान्छ यही लोक दिन्छु उसको भानीको बट्टी धनीको बर्थडे अन्त दिन बना यो त लगिदिनु अनि आज लिन जाने भन्छ कहाँ खाइसकिन्छ तर मैले चाहिँ जान राख्नुपर्छ यो बिरानीको मासु दे त यसलाई जान पनि राख्नुपर्छ अब त दिन त यसलाई बिरानीको मासु चाहियो अरे यसलाई भन्छ के खाने एक दिन माछा ऱ्याप पेपरमा खानुपर्छ बनाउनु दिको भाइ त कन्ट्याक्टमा छैन यता के खानु मैले कल गरेको लागेन के भन्छ सुन्न लगाउ गरेको भाइ अन्त भयो सुतिरहेको मगा विशेष क्या उसको त्यो सर्कलको केटाहरू छ हम छोरीलाई कोक्लाई दिनु ल के छ भने ल्याउ त हायो सबै ठाउँमा 6 बजेपछि मात्रै भनेको अहिले भयो बेलुका मासुहरु चाहिँ भोलि खानुपर्छ क्या राखेर जानेन तर ठिकैको खानु आयो आयो बर्थडे बर्थडे हो थियो ल एक दुई सब बजे हाम्रो आपाले के भन्नु आट्नु भएको छ आफ्नो ज्वाइँलाई खानु छोडेको छु अस्ति यही खाएर बिमारी भएको अब खाइसकेर भए पनि दुई वचन सबैको अब सल्लाह अनुसार अब मैले बोल्नै पर्ने भयो है भाइ तान्नु खाने अब म त खालखाल गर्दैमा तीन थापा खायो अब लागि भेजको दिन म पहिले 66 वर्ष लागिसक्यो आज हाम्रो माइलो जाईको बर्थडे तपाईँको यो तिनटा मात्र लिएको भए पनि अब आफू खाना भन्नेले खास चाहिँ नान ल्याउने प्लान थियो समारोहमा यो हामीले तिनटा मात्रै भन्दा नि दुईटा ल्याउँछ सानो बाला खुसियाली के भयो नानी अनि 6 बजेपछि भन्दैन अनि पर्खिन्छ अब मानिरहेका छौँ र उहाँको यही धेरै हो ठिकै गर्यो भाइले नाम जुन एउटा बनेको भन्दा ल्याउँछ नि उत्तर बजेपछि भन्यो प्रगति र साक्ने पाराले उत्तर विकासको कामना हामी सम्पूर्ण परिवारबाट हामी हैन यो हेर बोल एकमुष्ट हामीले चाहिँ समग्रमा एकमुष्ट जस दीर्घायु र विकास र चाहिँ उन्नतिको प्रगति होस् भन्ने शुभकामना सहित हामीले यो बर्थडे हाम्रो माइला ज्वाइँको जुन एउटा यो हाम्रो जन्मदिनको एउटा खुसियालीमा मनाइराख्न पाऊँ को खाइयो हुन्छ होला र विदेशमै रहनु भएको हुँदा अब हामीले एकमुष्ट यहाँदेखि अब हाम्रो छोरी ज्वाइँलाई नुना र हाम्रो ज्वाइँ समीर राईलाई एकमुष्ट उत्तर प्रगति होस् भन्ने कामना सहित मेरो नेपालबाट 2 शब्द उहाँहरूलाई मैले टक्राएँ। धन्यवाद। ल हाम्रो आबाको शब्द